ढिला हुन्छ। आऊ बाबु, आज दाल भात र तरकारी खाने र? नै, म खान्न। मलाई चाउचाउ मन पर्छ, म चाउचाउ खाने हो। बाबु, चाउचाउ मात्र खाएर कहाँ हुन्छ र? यसले त हामीलाई बलियो गराउँदैन नि बाबु। हो, आमाले सही भन्नुभयो बाबु। स्वस्थ रहन त पोषणयुक्त खाना खानुपर्छ नि। नै, म खान्न। ला, छोराको बिग्रिसकेछ नि, अब के गर्ने होला? त्यही त नि, आजकलका केटाकेटीहरूलाई जे भन्यो त्यस्तै रिस लिएर झर्किने भएको त हेर्नुहोस् त, खानै नखाइ गयो। उफ। अब हामी सबैजना भइसक्यो, अब बन्द है त। सुमन त आएकै छैन त। ल, अब सुन पनि आइपुग्यो। हामी खाना के पनि पुगिहाल्यो नि। के भयो? किन नबोलेको? आज त कसैको खाना नबोलिकन आयो नि। आज मलाई सन्चो छैन। किन? खेल्नु पर्छ सबैजना। हिँड न, हिँड। माइनस रेस हुन्छ नि। ल त हिँड, अब तिमीले कर गरिहाल्यौ। नमस्ते नानी बाबुहरू, बस्नुहोस्। सबैजना सन्चै हुनुहुन्छ? सन्चै छौ। अनि हजुर? म पनि सन्चै छु। नानी बाबुहरू, हजुर? आज हामी नयाँ पाठ पढ्छौँ होइन त? हो नि सर। आजको हाम्रो पाठ पोषणको बारेमा छ है। हुन्छ सर। कसैले भन्न सक्नुहुन्छ त पोषण भनेको के हो? पालै पालो हात उठाएर भन्नुहोस् है। हुन्छ सर, मैले भन्छु नि सर। हुन्छ। शरीरलाई शक्ति दिने र पोषक तत्त्व भएको खाना पोषणयुक्त खाना हो सर। स्याबास, धेरै राम्रो। अरूले नि भन्नुहुन्छ? म पनि भन्छु सर। हुन्छ। पोषक तत्त्व भनेको शरीरलाई स्वस्थ र बलियो बनाउन चाहिने खानेकुरा हो। धेरै राम्रो। पोषक तत्त्व अन्तर्गत दुध, दही, हरिया सागपात आदि पर्छन् नि। सर, हजुर? चाउचाउ कुरकुरे खाँदा के हुन्छ? बाबु, चाउचाउ कुरकुरे त जङ्क फुड हुन्। यिनमा त हानिकारक पदार्थ पनि मिसिएको हुन सक्छ। साथै मानिसको शारीरिक, मानसिक र पढाइमा पनि असर पार्छ नि। हो र सर? हो नि। नानी बाबुहरू, हजुर? आज यही पोषणको बारेमा भन्न हामी चण्डी भन्ने स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी आउनु भएको छ। सबैजना अनुशासनपूर्वक बस्नुहोस् है। हुन्छ सर। नमस्ते नानी बाबुहरू। नमस्ते स्वास्थ्यकर्मीज्यू। सबैजना सन्चै हुनुहुन्छ? सन्चै छौ। अनि हजुर? म पनि सन्चै छु है। म चण्डी भान्जिङ स्वास्थ्य चौकीबाट आएको स्वास्थ्यकर्मी हो। म चाहिँ आज हजुरहरूलाई पोषणयुक्त खाना र सन्तुलित भोजनको बारेमा जानकारी गराउन जानेछु। सबैजनाले ध्यानपूर्वक सुन्नुहोस् है। हुन्छ म्याडम। हाम्रो गाउँघरमा अमृत जस्ता खानाहरू छन्। स्वस्थ रहन पोषणयुक्त खाना र सन्तुलित खानाको आवश्यक पर्छ, जसमा यी तत्त्वहरू छन्। ऊर्जा दिने खाना। ऊर्जा दिने खाना अन्तर्गत धान, गहुँ, कोदो, पापड, आलु आदि पर्दछन्। शरीर निर्माण गर्ने प्रोटिनयुक्त खाना अन्तर्गत दाल, चिर्टुङ, गहते, माछा, मासु, अन्डा, दुध वा दही आदि पर्दछन्। र अन्तिममा रोगसँग लड्ने खाना अन्तर्गत हरियो सागपात, पहेँलो फलफुल आदि पर्छन् है। हुन्छ म्याडम। हजुरहरूले त घरमा हरियो सागपात खानुहुन्छ? कहिलेकाहीँ खान्छौँ नि म्याडम। स्याबास।
स्याबास, हामीहरूले बजारबाट ल्याएका खाना भन्दा पनि स्थानीय स्तर र गाउँघरमा उत्पादित खानेकुरा खानुपर्छ हुन्छ म्याडम। नानी बाबुहरू, स्वास्थ्य कर्मी दिदीले भनेको बुझ्नुभयो? बुझ्यौ नि सर। म्याडम, गर्भवती महिला र सुत्केरी आमा र बढ्दो उमेरका बालबालिकालाई त झन् पोषणको आवश्यक पर्छ होइन र? स्याबास नानी, हजुरले कस्तो राम्रो भन्नुभएको। म पनि भन्छु नि म्याडम, भन्नुहोस्। अबदेखि हामीहरूले फलफुल, हरिया सागपात र पोषणयुक्त खानेकुरा दिनदिनै खानुपर्छ होइन त साथीहरू? म पनि अब चाउचाउ र कुरकुरे खाँदिनँ र घरमै पकाएको पोषणयुक्त खाना खानेछु। धन्यवाद छ स्वास्थ्य कर्मीज्यू, हजुरलाई मेरो छोराको आँखा खोलिदिनु भयो। मैले पनि अबदेखि घरमा सधैँ पोषणयुक्त खानेकुरा बनाउनेछु। अब म पनि मेरो साथीहरू र आफन्तहरूले पोषणको महत्त्वबारे बताउनेछु। स्वस्थ र सबल बनाऊ, प्रधानमन्त्री बानी बचालौ, समृद्ध नेपाल बनाऊ। धन्यवाद।